हाम्रो होटलै भरे होला ऊ त्यो पाराडाइज भिल्ला माथि देखेर भिला हो भिला भिल्ला पाराडाइज भिल्ला पढ्न खै तपाईँको चाहिँ उसमा क्या अनुहारमा ठिक्क भएछ क्या क्याप मेरो त अनुहार ठुलो भयो क्याप सानो भयो कति राम्रो राम्रो सुन्दरीहरू हो तेरिका म चाहिँ यस्तो देखेछु हामी त पिकनिक जाला देखिरहेको छौँ मेरो के मेरो अनुहार ठुलो क्याप सानो क्या होला यो चाहिँ अवश्य हाल्नु होला म चाहिँ कहाँ बनाएको ल ल आउनु कति राम्रो देख्नु भएको त्यति त हामी यति मेहनत गरेर गाइज भ्युज प्लिज भ्युज धेरै आओस् लाइक कमेन्ट गर्नु होला सब्स्क्राइब गर्नु होला हाम्रो सम्झना म्यामलाई So hello everyone, this is me Samjana and we are our sisters. We are going to paradise. and welcome to my YouTube channel. Yes, we are going to paradise. That's why we are chading ukalo. Oh my god, read my English होला के मेरो चाहिँ RIP English. We are twinning bro. Twinning. अनि आज हामी जाँदैछौँ पाराडाइज भिल्ला हाम्रो अफिसबाट भिल्ला जस्तो छ तनाव व्यवस्थापनको लागि हामीलाई यहाँ लिएर आएको हामी पुरै तनावग्रस्त छौँ तनाव व्यवस्थापनको कार्यक्रम हिँडेको घरमा अलरेडी तनाव भएर आइसक्यो तनावग्रस्त घरबाट हिँड्दै बेला भयो सो हामी चाहिँ आइसक्यौँ यहाँबाट देख्न सक्नुहुन्छ हाम्रो पाराडाइज भिल्ला हेर्नुहोस् हाम्रो भिल्ला कहाँबाट ए उकालो धेरै उकालो पाराडाइज भिल्ला त्यही भएर त प्याराडाइस हो नि नाम त्यही भन्नु त म्यामहरू चाहिँ अगाडि अगाडि गइसक्नुभयो भने हामी चाहिँ यहाँ हल्ला हल्ला गर्दै आइरहेका छौँ यस यहाँबाट देख्न सक्नुहुन्छ यति राम्रो भ्यू यस वी आर जेन्जी जेन्जी #जेन्जी नो इङ्ग्लिस ओके 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 बिकज माई इङ्ग्लिस इज RIP कति राम्रो भ्यू देखिन्छ है यहाँबाट चाहिँ यदि तपाईँहरू पनि आफ्नो तनाव व्यवस्थापन गर्न चाहनुहुन्छ भने आउनुहोस् पाराडाइज भिल्लामा साथीहरू हामी चाहिँ छिरिसक्यौँ पाराडाइज भिल्लाभित्र देख्न सक्नुहुन्छ हाम्रो इन्ट्री गरेको पललाई चाहिँ म कैद गर्दैछु प्रवेश गरेको मोमेन्टलाई के भन्छ पलहरूलाई चाहिँ म कैद गर्दैछु माई गड भ्यू देख्न सक्नुहुन्छ भ्यू है ए चाटो कट्ठा हाम्रो हल देख्न सक्नुहुन्छ यस्तो रहेछ खतरा हाम्रो हलभित्र एन्टर देखेर मन परेर जान्छु भनेर ए लोकल कलेजको भनेर थाहै थिएन मलाई हामी एकचोटि डाँडा गाउँ गएको थियौँ होइन त्यो वैशाखमा पढ्न सुरु गरिसकेको थिएँ अर्को वैशाखमा जसरी पनि बुढानघाट पढ्छु भनेर भनेको त्यति बेला हामीलाई त थाहा पनि छैन यो त वैशाखमा त खुलेको अहिले 10मा चाहिँ एकजनाको सिटमा ठ्याक्कै निकालिहाल्यो थाइल्यान्डको सन्तोषमा आउनु भएपछि त नहाँस्ने कुरै भएन नि ल क्याटक ऱ्याम्बोक
ए जलवा खोइ त गीतै बजेन हाम्रो त स्पिकर ल्याउनु पर्छ कि है अफिसको हामी तयार भइसक्यो हाम्रो सेटअप चाहिँ यस प्रकार रहेको छ यस्तो क्युट बोतल घर लिएर जानुपर्छ ल फेरि कस्तो है पुन्टेवाला प्याराडाइज बेलाको टल्के साइड कहाँबाट आउनु भएको केटी मान्छेलाई देख्दा चाहिँ के ओहो बहिनी केटाले के म कहाँबाट आउनु भएको तपाईँ तपाईँ बिहा भएको छ नि जस्तो लाग्छ म कन्या कुमारी अरे भरेतिर डेटिङ गर ओ माय गॉड एकछिन माहौललाई त्यसो बनाएपछि अनि युज टु हुन्छ अनि त्यसपछि आनन्द हुन्छ के जहाँ पनि हामी जस्तै मान्छे हो होला भाइको खसी बजारमा खसी किन्न गएछ अनि सोधेछ केटोले साउजी यो खसीको कति भनेर सोधेछ साउजीले भनेछ 500 रुपियाँ भन्छ ओहो कति सस्तो त खसीको साँच्चै हो लास्टै सस्तो रहेछ त भनेछ किन हो साउजी भनेर उसलाई फेरि कौतल साउजी किन हो यो 500 रुपियाँ मात्रै यो खसी चाइनिज हो यसको ग्यारेन्टी छैन घरमा पुग्यो भुक्न पनि छ भनेपछि खुस खसी होइन कुकुर पर्यो ग्यारेन्टी छैन अरे त्यो चाइनिज हो रे घर गएपछि त्यो भुक्न पनि सक्छ त्यसको ग्यारेन्टी चाहिँ उसले नलिने भयो 500 मा नपाउनु त हिजो चिया लिँदैछौँ मावि चिया नास्तामा चाहिँ मलाई नि लाग्छ म नि टाइमै हाल्छु भन्छु के भयो सकिसक्यो त्यति नै थियो हामी चाहिँ यसरी के भन्छ यसलाई चाहिँ हाम्रो चिया बिस्कुट पार्टी ब्रेकफास्ट भन्ने हो प्याराडाइज भिल्लामा चाहिँ हामी चिया बिस्कुटको ब्रेकफास्ट भिडियो भइरह है यस वी आर हैविंग ब्रेकफास्ट फेरि हाँसौँ 10 वर्ष कन्यारी बनाउँ आजको यो कार्यक्रमबाट घर पुग्दा त 50 वर्षको हुन्छ 30 मै झर होला नि हामी 15 मा झर होला सो हाम्रो कार्यक्रम चाहिँ सुरु भइसक्यो नमस्ते सुन्यो सुने हामी हुनका लागि हुनुभएका प्रशिक्षक डाक्टर केदार बहादुर राणाजीलाई म हृदयदेखि नमन गर्दै आजको यो छोटो मिठो र उपयोगी कार्यक्रम अगाडि बढाउन गइरहेको छु कार्यक्रमको सुरुवात आज म आसन ग्रहणबाट गर्दैछु आसन ग्रहणको क्रममा आसन ग्रहण गरिदिनु हुन यस संस्थाका अध्यक्ष श्री अञ्जना गौतमज्यूलाई म हार्दिक अनुरोध गर्दछु त्यसै गरी हाम्रो निम्तालाई स्वीकार गरी पाल्नुहुने श्री प्रशिक्षकज्यू श्री डाक्टर केदार बहादुर रायमाझीज्यूलाई पनि म आसन ग्रहण गरिदिनु हुन आसन ग्रहणको आसन ग्रहणको क्रममा बाँकी साथीहरू चाहिँ आफ्नो आसन ग्रहण गरिदिनु आर्यमको ब्रेक टाइम त भन्ने होला अब के भयो भएन अब अहिलेको हाम्रो जीवन कस्तो छ भने यस्तो छ के देखाएको छ यो मान्छे
ले चाहिँ तानेको छ यो घोडालाई तनाव भएर यो तनावको भारी यति छ कि यसले भुइँमा खुट्टा टेक्नै पाउँदैन तपाईँ हामी त्यस्तै छौँ यहाँ पढेर गयो घरमा भरिसम्म सुरु भयो किन अब भनेको थाहा छैन भनेको त हुँदैन तुरुन्त हामीलाई रिस उठिहाल्छ हो यो त्यस कारण आज एउटा कुरा नयाँ सिकेर जानुहोस् कि मेरो हटले मेरो जिद्दीले अरू परिवर्तन हुँदैन यो कुरा सिकेर हो मेरो हट र जिद्दीले कोही परिवर्तन हुनेवाला हुँदैन एक्ज्याक्टली त्यसले आफूलाई मात्रै उसाम्याम असर गर्छ होइन यो सरले दिनुभएको जुन परिभाषा सम्बन्धी के कति जानकारी अथवा के छ मनमा लागेको कुरा राम्रो नराम्रो होइन कति के दिनुभयो त्यसको लागि लेखा सुपरिवेक्षण समितिका संयोजक रोहिणी जोशीजीलाई केही शब्द भनिदिनु म अनुरोध गर्दछु आदरणीय सर केदार बहादुर रामाज्यू सर आज भित्र हृदयदेखि नै हजुरलाई नमन गर्न चाहन्छु। आज यस्तो किसिमको हामीलाई रमाइलो भयो कि यो चाहिँ हामीले सिक्नुपर्ने कुराहरू हो, यो जान्नुपर्ने कुराहरू एकदम इम्पोर्टेन्ट हो। केही होइन, यहाँ सरले यस्तो राम्रो यस्तो टाइम दिएर हामीलाई यो शिक्षा दिनुभयो, यो धेरै म आभारी व्यक्त गर्न चाहन्छु सर। थ्याङ्क यू सो मच। र आज विशेष अतिथि डाक्टर केदार रायमाझीज्यू र सम्पूर्ण पदाधिकारीहरू र कर्मचारी भाइ बहिनीहरूमा आज हाम्रो आजको धेरै टाइम गरेर आज सरको महत्त्वपूर्ण समयलाई हामीलाई समय दिएर यहाँ आउनुभएकोमा धेरै धेरै धन्यवाद दिन मेरो खासै स्वर त्यति सानो छैन, चर्कै बोलिहाल्छु। यस कार्यक्रमको अध्यक्षज्यू, त्यसपछि यहाँ उपस्थित सम्पूर्ण हाम्रो समितिका सदस्यज्यूहरू अनि हाम्रो विशेष त हाम्रो आमन्त्रित सर केदार सरलाई एकदम धेरै धेरै धन्यवाद छ। यस्तो राम्रो अनुभव आदान प्रदान गर्न पाइएको छ। आज यति खुसी लागेको छ कि अब हामी सायद धेरै पनि चेन्ज पनि हुन्छौँ होला कि यो सिकेर गइसकेपछि धेरै कुरामा चेन्ज पनि गर्छौँ होला। अनि अब अरू त मलाई धेरै खुसी, अब धेरै कुराहरू त हामीले गरि पनि राखेका छौँ, कति कुराहरू चाहिँ नगरेको कुराहरू पनि छ, त्यसमा पनि हामीले अब चेन्ज ल्याउनुपर्छ भन्ने कुरा पनि बुझ्यौँ। अब त मैले भन्नु पनि सबै अगाडिको दिदीहरूले भनिसक्नुभयो होइन। मेरो सरलाई चाहिँ एकदम धेरै धेरै धन्यवाद छ। हामीलाई यस्तो खुसी बनाइदिनु भयो। यति बेरसम्म हामी यो 3 घन्टा बितिसक्यो तर पनि हामीलाई थाहै छैन कि 3 घन्टा बित्यो भन्ने। एकदमै धेरै 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 धन्यवाद छ सरलाई चाहिँ। अब फेरि मौका यस्तो फेरि पनि पाइयोस् यस्तो सिक्ने मौका चाहिँ। आजको यस तालिम कार्यक्रमका सभाध्यक्ष महोदय, तालिमका सहजकर्ता तथा हाम्रा आदरणीय प्रशिक्षकज्यू, साथै तालिममा सहभागी हुनुभएका सहकर्मी साथीहरूमा म चाहिँ शीतल अभिवादन दिन चाहन्छु। आज हामी सबैका लागि निकै महत्त्वपूर्ण र सान्दर्भिक विषय भनेको तनाव व्यवस्थापन तालिमको समापन सत्रमा छौँ। आधुनिक जीवनशैली, कार्यबोझ र प्रतिस्पर्धात्मक वातावरणमा तनाव हुनु स्वाभाविकै हो, तर यसलाई कसरी स्वस्थ र सकारात्मक रूपमा व्यवस्थापन गर्ने भन्ने कुरा हामीले यो तालिम मार्फत सिक्ने अवसर पायौँ। सर पुगेन, अब यो फिडब्याक अझै यस तालिम अवधिमा हामीले तनावका कारणहरू पहिचान गर्ने, समय व्यवस्थापन गर्ने र सबैभन्दा महत्त्वपूर्ण कुरा आफ्नो मानसिक स्वास्थ्यलाई कसरी सन्तुलनमा राख्ने भन्ने व्यवहारिक सिपहरू सिक्यौँ। यहाँ सिकेका कुराहरू केवल सैद्धान्तिक मात्र नभई हाम्रा दैनिक कार्यस्थल र व्यक्तिगत जीवनमा समेत उत्तिकै प्रयोगयोग्य छन् भन्ने मलाई विश्वास लागेको छ। यस तालिमको आयोजना गर्नुहुने सम्पूर्ण टिमप्रति हार्दिक आभार व्यक्त गर्दछु। विशेष गरेर हाम्रा प्रशिक्षकज्यू जसले जटिल विषयलाई निकै सरल र रोचक ढङ्गले हामी माझ प्रस्तुत गर्नुभयो, उहाँको ज्ञान र अनुभवप्रति हामी नतमस्तक छौँ। खै त ताली। यहाँ सिकेका कुराहरू
कार्यक्षेत्रमा व्यवहारमा उतार्न सकेमा मात्रै यो तालिमको वास्तविक सार्थकता पुष्टि हुनेछ। तनावलाई चुनौती नभई अवसर र सुधारको बाटोको रूपमा हेर्न हामी सबैले प्रयास गर्नेछौँ भन्ने मैले आशा राखेको छु। अन्तमा हामीलाई बहुमूल्य समय र ज्ञान दिनुहुने प्रशिक्षकज्यूलाई धेरै धेरै धन्यवाद। साथै सक्रिय सहभागिताको लागि साथीहरूलाई धन्यवाद। सबैमा तनावमुक्त जीवनको कामना गर्दै मेरो शब्दहरूलाई यहीँ पूर्ण विराम दिन चाहन्छु। धन्यवाद। कर्मचारीहरूले यसलाई अब आगामी दिनहरूमा कसरी लागू गर्छौँ हामीले पनि हेर्नेछौँ, हामी पनि आउनेछौँ। तपाईँहरू मात्र कर्मचारीले पनि गरेका कुराहरू हामी हेर्छौँ, हामीले कसरी रियाक्ट गर्छौँ कर्मचारीहरूले पनि त्यो पनि हेरिदिनु होला होइन। यो तालिममा सिकेका कुराहरूलाई एकअर्कासँग हामीले कसरी समन्वय गरेर अगाडि बढ्छौँ भन्ने कुराहरू चाहिँ हामीले लागू गर्नुपर्छ हाम्रो लाइफमा। र धन्यवाद सर, फेरि पनि धन्यवाद। र हाम्रो सबै साथीभाइहरूलाई पनि धेरै धन्यवाद जो यति धैर्यतापूर्वक यति हाँसेर, सायद यति धेरै हाँस्नु त सँगै बसेर कहिले पनि हाँसेका थिएनौँ होला हामी होइन। एकदमै मलाई खुसी छ र तपाईँहरू पनि खुसी हुनुहुन्छ भन्ने मैले व्यक्त गरेको छु। र आजको हाम्रो यो तनाव व्यवस्थापन कार्यक्रम समापन भएको जानकारी गराउँदछु। धन्यवाद। अब चाहिँ बल्ल बल्ल हाम्रो लन्च टाइम सुरु भयो। साथीहरू हेर्न सक्नुहुन्छ हाम्रो लन्च। म्यामहरूले चाहिँ पुरै खानाहरू लिँदै हुनुहुन्छ। यहाँ साइडमा ब्याकग्राउन्ड म्युजिक पनि बजिरहेको छ। यहाँ खानाको लाइनमा कको छेक्नु भयो हेर्नुहोस् यता खानाको लाइनमा पुरै भोक लागेर खेल्दा मुसा दौडिसक्यो। सो साथीहरू हाम्रो चाहिँ तनाव व्यवस्थापनको कार्यक्रम सकिसक्यो अनि हामी चाहिँ अहिले खाना खाँदैछौँ। खाना खानु आँटेको म चाहिँ दुईजनाले चाहिँ खाना सुरु गरिसक्नुभयो। हेर्न सक्नुहुन्छ गमका गम पारेर। खाने त नबनाउनु है, किन धेरै प्लेटमा धेरै धेरै देखेर म मेरो प्लेट देखाउँदिनँ नि त। प्लेटको कुरा होइन कि खाँदाखेरि फेरि कोही कोही बेला चाहिँ पेट दुख्छ अरे। ल खाना खामै मेरो चाहिँ प्लेट यति मात्रै देखाउँछु रे। यो त धेरै माथि भयो है। अब म गाइज खाने हो मिठो। सबैजना चम्चा हामीले चाहिँ हात पार्ने हामी धेरै भोक लाग्यो खान्छ, त्यही भएर हातले गमका गम खाने मजा आउँछ। त्यही भएर हामी हातले खाने पारि चाहिँ एक ठाउँमै बसेको सबजना हातले खाँदैछ। लाइभ भात खान्छौँ है त। मिठो जस्तो छ लालमोहन पनि। गाइज हामी अब आफूलाई चाहिँ यस्तो रे डिजर्ट खाँदैछौँ। डेजर्ट होइन हामी चाहिँ हेर्नु त हामी डेजर्ट खाँदै मोहन र दही खाँदै हामी भ्यूको इन्जोय गरिरहेका छौँ। यस दृश्य हेर्नु होला मनोरम मनमोहक मनमाया मनोरम दृश्य मनोरम हाम्रो सासामाको नाम लिने हो। त्यही त होइन आफूले बनाउँ भनेर होला। के बनाउँछ सँगै चाहिँ नबुझेर पछि हाँस्नु आएको सोचेर याद आयो अनि हाँस्नु आएको। सुदन गुरुङ सुदन गुरुङको सम्झना सुदन गुरुङ याद भन मिलेर भयो हुने सम्भव भएको भन्नु अनि त्यो पनि म्यारिड असम्भव। म्यारिडसँग सम्बन्ध नि बनाउनु हुँदैन, को अनमेरिड छ भन्नु त छिटो म नत्र नेपाली ब्रो जस्तै हुन्छ होइन म्याडम। आज भन्दै अघि सरले सुनाउनु भएको देखेन त्यो भान्जा र माइजू गयो भनेर। मेरो कुरा सुन्नु यता पल्टाउनु नेपाल नेपाल इज माई कन्ट्री, अल नेप्लिज आर माई ब्रदर एन्ड सिस्टर्स। त्यही भएर भयो 3 वर्षमा एकै ठाउँ के अरे के भन्नलाई तिमीले हाम्रो हामीलाई पनि बिर्से मैले जुनलाई देखेपछि हामीलाई पनि बिर्से मैले जुनलाई देखेपछि भूतलाई पनि बिर्से मैले तिमीलाई
सबैजना इन्जोय गर्दै हुनुहुन्छ। माथि तातला माथिबाट अन्डा खस्यो अन्डा अचम्मै भयो कि फुटेन के त्यसो त आज पाइदैन क्या अर्को रमाइलो भन्छ त्यसो बेला मेरो छोरी जोक्छ है दोकान पनि ल्याउन लातेको के भन्छ भने चार तिनजना साथीहरू चाहिँ घुम्दै घुम्दै गएछ के होइन अनि एउटा चाहिँ सेतो लुगा लगाएको रहेछ अरे तर किन सेतो लुगा चाहिँ मेरो बाबाको सेतोको बच्चामा सेतो लुगा लगाएर भन्छ अरे अनि एउटा अनि अलिक पछि अनि तैँले त कालो लुगा लगाएछस् नि भनेर साथीलाई होइन अनि तिमीले किन कालो लुगा लगायो भने मेरो बाबाको कालो कपास मैले कालो लगाएर छु कि अनि एउटा चाहिँ मान्छे आएछ अरे के हो तिमी मेरो बाबाको कडक भन्दा पहिले मैले बलिदान बुझेँ म घरको छोरी त्यसैले सपनाभन्दा पहिले बलिदान बुझेँ पहिले मैले बलिदान बुझेँ उन्न छाडेर मैले सङ्घर्ष रोजेँ ओ माय गॉड छाडेर मैले सङ्घर्ष रोजेँ वाह 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 म घरको जेठी छोरी वाह 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 ल किरण मलाई के परेछ मलाई के परेको छ बिहेमा दुलाई घर जाँदाको एक्टिङ हो एकैछिन है अब के छ सँग सक्सेस हुन मिलाएर गराउने बुढारी साउँदा फकाउने ल यहाँ गाडी हुन्छ यो जेब्रा क्रस है जेब्रा क्रस
बिस्तारै है बिस्तारै यता बिस्तारै ल साथीहरु यति राम्रो छ पाराडाइज भिल्ला Yeah, guys, come and let's have fun together. Come on. कमन कसले कमन भनिरहेको छ तिमी हैन, कसलाई रुस भनेको यहाँ मसँग सोच्नलाई यसरी होटलमा त्यसरी बोलाउने हो हैन सरी त्यसरी होइन भन्न खोजेको यहाँ राम्रो छ खाना एकदम 5 स्टार खाना 5 स्टार एकदम टु मच मिठो एकदम माइको धेरै खाए मैले अनि त्यसपछि उहाँको सर्भिसहरु पनि राम्रो छ हैन हजुर अनि अरु इन्भाइरोमेन्ट एकदम राम्रो छ निट एन्ड क्लीन छ अनि यहाँबाट भ्यू एकदम दामी देखिन्छ अनि फोटो खिच्नु मजा आउँछ आउनु होला 5 स्टार हामी त इन्जोय गरिरहेछौँ बेडको माइको 5 स्टार 7 स्टार दिन्थे तर धेरै राम्रो मात्रै क्या मजा आयो आराम गर्नलाई एकदम राम्रो ओ मेरो चायाहरू कस्तो देखेछ के गर्नु यस्तै छ साथीहरू अब यहाँको नेटमा आएर ल्याउनु पर्छ यहाँ छ स्क्यान छैन र किन ल दिदी मजा आयो मजा एकदम सम्झना आज यी बस्छ यसरी सुतौँला आज हालिन्छ नि हामीलाई म त फेरि यसरी सुत्छु नि त यसरी सुत्छु के बुढासँग बुढालाई लिएर आउनु पर्ला अब बुढालाई लिएर आउने छोरीहरू छाडेर आज हुनु भन्दै बच्चा हेर्नु सुई बस्नु भन्न सम्झना म आयो ज्वरो आइरहेछ क्या रिम्सालाई मलाई जस्तै भोलि 9 बजे गइहालिन्छ त्यहाँबाट राम्रो उ छैन भोलि 9 बजे गइहालिन्छ जान्दा गइन्छ कि तर जानुपर्छ त्यही भएर म अहिले चाहिँ म यहाँ इन्जोय गरिरहेको लाइट बाल्ने कहाँबाट हो छु कस्तो मिठो है सबैजना भइदिएर कस्तो रमाइलो हुन्छ
चाहिँ हाम्रो स्न्याक्सको पालो हामी सबैजना स्न्याक्स लिँदैछौँ है गाइजहरू हेर्न सक्नुहुन्छ हाम्रो स्न्याक्स बदाम छाँदेको के हो यो चिकन ए पकौडा रहेछ यति त्यही त खिचा चाहिँ खिचा फेरि हाल्ने कि नहाल्ने मिल्ने नमिल्ने हो भनेर नि म्याम पानीमा बोक्नु भिडियो सक्यो गीत सक्यो सो साथीहरू देख्न सक्नुहुन्छ यहाँबाट यस्तो राम्रो भ्यू अहिले चाहिँ पानी परेर यस्तो खालको आइराखेको छ भने हाम्रो साथीहरू चाहिँ उता नाचगानको कार्यक्रम गरिराख्नु भएको छ टाबाट आजको लास्ट डिनर एकदम दुखीको साथ खानु परिरहेछ किनभने हामी घर फर्किनु परेको छ सबैजना इन्जोय गरिरहेछन् केही छैन लास्ट भयो पनि इन्जोय हामी दुईजना मात्रै खाना खाँदैछौँ होइन आउँछु नि आयो मेरो के गर्नु यस्तै छ नियतिको खेल भन्न त मिलेन कि पारिवारिक खेल सो हाम्रो चाहिँ प्रोग्रामहरू अलमोस्ट डन भइसक्यो ओ माइ गड कस्तो झिमझिम गरेको सो आज चाहिँ हामी बस्न पाउँदैनौँ हामी दुईजना चाहिँ घर फर्किनु पर्ने हुन्छ म्यामहरू चाहिँ तलै रमाइलो गरिराख्नु भएको छ भने हामी चाहिँ यहाँ आएर खाना खाइराखेका छौँ अब हामी खाना खाएर घर जानुपर्ने हुन्छ माछाको झोल चाहिँ कता कतै पातलो भएको कि जस्तो लाग्यो त्यस्तै लागेको टेस्ट फरक छ त्यसो नभनिदिउँ त्यसो साथीहरू होइन हामी चाहिँ अब खाना खाएर घरतिर जान्छौँ अहिले चाहिँ खाना खाँदैछौँ है अब यस्तै हो घर जानुपर्ने भयो ठाउँ एकदम रमाइलो छ हलहरू पनि छ प्रोग्रामहरू गर्नलाई फ्यामिलीहरू आउनलाई कपाल आउनलाई एकदम ठाउँ चाहिँ एकदम राम्रो छ तपाईँहरू पनि आउन सक्नुहुन्छ कसले मेरो भिडियो हेर्नुहुन्छ भिडियो हेर्नुहुनेले चाहिँ बुढा नीलकण्ठको पार्क भिल्ला है ए प्याराडाइज भिल्लामा चाहिँ आउन सक्नुहुनेछ सिनदेखि लिएर वातावरणदेखि लिएर खानेकुराहरूदेखि लिएर एकदम सबै कुरा चाहिँ एकदम राम्रो मिठो सबै कुरा पर्फेक्ट छ आउन सक्नुहुन्छ ब्याक टु भिडियो इन्जोय गर्नुहोस् हामी पनि इन्जोय गरिरहेका छौँ इन्जोय गर्दा गर्दै पनि घर जानुपर्ने अवस्था आयो त्यही भएर हल्का स्याड भइरहेछौँ भात पनि हल्का पचै छैन खान मन रुचेको छैन जानु परेको हुनाले जानु पर्यो अनि समग्रमा आजको कार्यक्रम रमाइलो भयो धेरै कुरा पनि सिकियो होइन
मान्छेको जिन्दगीमा जे जस्तो भए पनि तनाव व्यवस्थापन गर्नु चाहिँ सबैभन्दा ठुलो कुरा ठुलो कुरा हुँदो रहेछ हामीले धेरै कुरा सिकेका छौँ आई होप वी होप होइन हाम्रो लाइफमा पनि यो चाहिँ लागु होस् भन्ने हाम्रो लागु गर्नुपर्छ लागु गर्छौँ हामी भन्दै अहिले चाहिँ हामी खाना खान्छौँ अहिले जाने बेलामा हामी लास्ट आउट्रो गर्नेछौँ है त गुड नाइट बाई बाई म्याम गुड नाइट हाम्रो गाडी आयो इन्जोय गरेर आउनुहोस् भोलि बिस्तारै आरामले बाई बाई हेभ अ स्विट ड्रिम्स हस् हस् सो साथीहरू हामी चाहिँ प्याराडाइज भिल्लाबाट चेकआउट गरिसक्यौँ यहाँबाट चाहिँ यस्तो खाले भ्यू देख्न सक्नुहुन्छ रमाइलो है हामी यति रमाइलो मोबाइललाई जाँदैछौँ घर छोडेर जानु पर्यो केही छैन केही छैन केही पाउनु केही गुमाउनु पर्छ त्यही त होइन तनाव दिनु हुँदैन त्यत्रो ट्रेनिङ गरेर आएको तनावको त्यही हो सबैजना ल बाई बाई गुड नाइट बाई बाई गुड नाइट अर्को भ्लगमा फेरि भेटौँला फेरि पनि भेटौँला घरसँग बसेपछि म पनि बोल्नु